गुड मर्निङ साथीहरू। आज हामी यसो मिनी भ्लग बनाउँदै सानो रमाइलो मिठो घुमघामको तयारीमा छौँ। कस्तो हुन्छ हेर्दै गर्नु होला है त मिनी भ्लगहरू है। हाम्रो यो युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला, अबिक मल्ल ठकुरी गरिदिनु होला। कस्तो छ के छ युट्युबमा गएर हामीलाई सपोर्ट गरिदिनु होला है। अब यहाँबाट पशुपतिको लागि जाँदैछौँ। मेरो साथमा हुन्छ अर्जुन पाण्डे, त्यसपछि म छु होइन। हामी यहाँबाट बिस्तार गइरहेछौँ। अझ बिहानै नुहाइधुवाइ गरेर पशुपतिको यात्रामा छौँ। तर हामी थुप्रो भइसक्यो गइरहेछौँ टक्क हामी। नेपालको बाटो कहिले बन्ने यस्तो धुलो धुवाले बितिङ्ग छ। खन्छन् बनाउँछन्। जुन सरकार आयो नि यस्तै छ हेर्नुहोस्, यस्तो हिलो छ। अनि अब के भने सधैँले हिलो धुलो यस्तै छ। यो बाटो खनिरह होला, यो बनाइरह, यो बाटो चाहिँ खन्दै बनाउँदै गरिरह। हामीहरू यता छौँ साथीहरू, गइरहेको छौँ। कस्तो देखिन्छ यस्तो घाम लागिरहेछ तर पनि गइरहेछौँ यस्तो गर्मीमा। छोटो दुरीमा पर्छ पशुपति। अब त्यहाँबाट उसको अहिले त्यति सफल छैन। अब यहाँबाट युटर्न छु, तर कि अब तपाईँको कति साथ सपोर्ट मिल्छ भने यहाँबाट चाहिँ युएन पार्क जाने अगाडि बढ्दैछौँ। यता ड्राइभिङ सेन्टर छ। त्यस्तो यहाँ ड्राइभिङ सिक्न चाहनुहुन्छ भने यता आउनु होला है। दामी होला चाहिँ यो नागार्जुन कलेज छ। नागार्जुन कलेजमा को पढ्नुहुन्छ भिडियो हेर्ने जति कमेन्ट गर्नु होला अहिले। नागार्जुन कलेजमा पढ्ने जति साथीहरूले ल ठुलो गाडी छिर्न नमिल्ने गरी यसरी राखेको छ बिचमा। सानो गाडीहरू छिर्न मिल्छ। ए शङ्खमूल पुलहरू यस्तो कलरिङ गरिसकेको छ क्या अहिले। पहिले थिएन, बालिङ सरकार आएपछि कलर यो पुलले पनि एउटा रूप रङ्ग पार्छ। अनि सुकुम्बासी बस्ती त्यहाँ थियो, त्यो हटाइसक्यो बालिङ सरकारले सबै। सुकुम्बासी बस्ती पार्कको तल शङ्खमूल पार्कको यो शङ्ख कहाँ गयो? शङ्ख हटाए त्यो ग्रुपले छेकिरहेको रहेछ। सुकुम्बासी बस्ती हटाइसकेपछि यस्तो छ है शङ्खमूल एरियाको। र यत्रो जमिन ओगटेर वर्षौँदेखि भाडा वसुली गर्दै खाइरहेका थिए गरिबहरू। गरिब धनीहरूले यहाँबाट शोषण गर्दै खाइरहेको थियो। हेर्नुहोस् यस्तो छ अहिले यहाँको ठाउँ। अब यो जग्गालाई सिधै सरकार केही विशेष प्रयोजनको लागि लागु गरोस् भन्ने चाहन्छौँ। पिपलको भोट। हेर्नुहोस् यस्तो दामी देखिरहेको यो ठाउँ होइन। टेम्पोबाट झ्याप्प गौशाला गऱ्यो। गौशाला पुग्यौँ हामीहरू है। अब यहाँबाट त्यो जेब्रा क्रसिङ गरेर पारी जान्छौँ। जेब्रा क्रसिङ छ कि छैन यहाँनिर? यहाँनिर जेब्रा क्रसिङ चाहिँ यहाँबाट पारिपट्टि जान्छौँ। हेलो कस्तो विशेष ठाउँ छ है। शान्तिपूर्ण ठाउँमा हामी यस्तोहरू पाउँछ।
इन्डिया सम्पूबाट आउनुभएको साथी आफै हजुर जहाँ हुनुहुन्छ हजुरले यो आवाज सुन्दै हुनुहुन्छ भने पशुपतिनाथ मन्दिरको पछिबाट नौरहेको छ त्यहाँ गइदिनु होला हात उठाएर हजुरलाई धूप बत्ती जलाने के लिए पश्चिम धोखे के बाहर जगह है। सभी श्रद्धालु भक्तजनों और तीर्थयात्रियों सभी श्रद्धालु भक्तजनों और तीर्थयात्रियों भिडियो बवाल आहा बवाल हेलो गाइज जागिरहा यसकै आज घुम्न आउँछ पशुपति टेम्पल कस्तो कस्तो रमाइलो ठाउँहरू छ हेर्नुहोस् यहाँ यता राम्रो आइरहेको यार जलमुरीकरं कर्पूरखण्डोज्ज्वलं ताम्बूलं मनसा मया विरचितं भक्त्या प्रभो स्वीकुरु भद्रं चामरयुर्युगं जनकं चादर्शकं निर्मलं वीणाभेरिमृदङ्गकाहलकलातीतं तन्नृत्यं तथा साष्टाङ्गं प्रणतिस्तुतिः बहुविधा एतं समस्तं मया सहचरा प्राणा शरीरं गृहं पूजा पशुपति दर्शन गरेर रिटर्न भयो। अब हामी जान लागेको यहाँ हेर्नुहोस् पशुपतिको दृश्यहरू भित्रको दृश्यहरू त खिच्न पाएनौँ त्यही अब रिटर्न हुँदाखेरि यसो बाहिरको बनाउँदै गइरहेछौँ। कस्तो क्युट नानी
हर हर महादेव, जय शम्भु जय शम्भु। हो जय शम्भु। ओके 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 जनी आज औँसीको दिन हो। पशुपति पुगेर आयो बिहानै। गर्मी बवाल छ। यस्तो गर्मीमा आँप दही लिएर आएको छौँ। तपाईँहरूले खाने भ्याउनुहोस् है त। के उचाल्न नसकेर हो कि के यस्तो। यहाँ बाटो बन्दैछ, निर्माण कार्य हुँदैछ। गर्मीमा हामीहरू नजिक पुग्यौँ है त। त्यो बाई बाई सबैलाई गाइस। मेरा सारा जाउला खेल लगन खेल जाँदै 3 पुस्तक थापाथलीको बन्द पुस्तक जाउला खेल लगन खेल मार्केटमा पुग्यौँ है। लगन खेल मार्केट यस्तो देखिरह। रातिको 9 लगन खेल बजारमा पुग्यौँ। आज दिउँसभरि डुलेर बल्ल लगन खेल पुग्यो। आज त्यो बेग्लै कथा कहानी छ। आइरह मजाको आयो नि यार। ओके